ल नाउ मेरो दधिराम रूपा खेती छ र नेपालको नागरिकको पहाड हो घर जिल्ला परो फिल्ममा अञ्चल परो मेची कवितामा ध्यान दिन्छु आफ्नो जेठो बेची श्री दुर्गा देवीलाई नमस्कार साथीभाइ समित्र सबैलाई नमस्कार फिल्मको अमिनी आधाला थपनी चोमेचियो अञ्चल याङ रूप याङ थप्पु भन्दछन् दाइ तिही छ मेरो घर युवाका नदी छन् किनारा बिचमा गाउँ हो फुङ्ले दिन साथीभाइ र इष्टमित्रहरूमा राम राम छ रातको दिन केही मङ्सिरमा सेकी तिथि ठुली एकादशीका दिन पत्तै कालो उठेर नुहाई जलमा चाँडै धिरेछु किन गोठालो भनी गाई भैँसीहरूको गरौँ भनी चाकर कम्मरमा खुकुरी भिरेर म गएँ 6-7 बजी आखिर घाँस काट्नै भनी ताइदिनमा रुखमा चढ्दो भएँ आगो भाँच्चिन गो त्यसै बखतमा रुखबाट लड्दो भएँ उत्तादेखि खसेर पत्थरमा पीडा शरीरै परो गोडा मर्की गयो त्यसै बखतमा टेक्नै नहुने भयो त्यो बेला छिलमा बिलाप दिनमा धेरै बसेका छँदा आएछन् परिवार सबै वरिपरि साह्रै छ यस्तो हुँदा अति दुःख परि केही गर्न नसकी घरै बसेको थिएँ पूर्वोक्त कविता बनाउँछु भनी मनमा लहरियै लिएँ केही पछि सुस्त विचित्रले लखेर मैले यहाँ पूर्वोक्त कविता रचित गरिलिएँ नेपाली भाषामा साथीभाइ र इष्टमित्रहरूमा कोसेली चढाउँदछु मेरो जो कविता खुसीसित सुनौ यो बिन्ती टक्राउँदछु राजा पितृ र देवता अरू एकै सम्झेर पारायण लेखियो कविता कति तुली भयो मापदेऊ नारायण